दर्शक यति बेला एकै घरका 5 जनाको मृत शवलाई अन्तिम दाह संस्कारका लागि घरबाट स्थानीय र आफन्तहरूले विदाई गरिरहेको यो दृश्य हो। यो अत्यन्तै दुःखद घटना जो रोल्पाको थबाङ गाउँपालिकामा जीव दुर्घटनामा ज्यान गुमाएका एकै घरका 5 जनाको मृत शवलाई यति बेला अन्तिम दाह संस्कारका लागि फुलले स्थानीयहरूले विदाई गर्दै हुनुहुन्छ। यति बेला यहाँ परिवारहरू निकै भाव विह्वल अवस्थामा हुनुहुन्छ। यति बेला आफन्तले रुँदै विदाई गरिरहेको यो क्षण तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ। एकदमै यो हृदय विदारक दृश्य। एकै घरका 5 जनाको शव एकै पटक दाह संस्कारका लागि स्थानीय आफन्तहरूले विदाई गरिरहेको यो क्षण। त्यसलाई परिवारमा निकै ठुलो पीडा परेको छ। त्यसलाई परिवारमा ठुलो वज्रपात र स्थानीयहरू पनि निकै स्तब्ध तपाईँ देख्न सक्नुहुन्छ। टाउको अगाडि पारेको के हुन्थ्यो? यसरी एकै घरका 5 जना मृत शवलाई चाहिँ अन्तिम दाह संस्कारका लागि घाटमा लैजाँदैछ दर्शक। यति बेला घोराइको महानगरपालिकाको उपप्रमुख मकमले डिसी पनि अन्तिम विदाईका लागि जीसी परिवारको घरमा आइपुग्नु भएको छ। अन्तिम विदाईका लागि आएका स्थानीयहरू पनि निकै स्तब्ध हुनुहुन्छ। दर्शक तपाईँ देख्न सक्नुहुन्छ। यति बेला सबैका आँखामा आँसुहरू रसाइरहेका छन्। यो दुःखद क्षण हो। दुःखद क्षणमा स्थानीयहरू पनि निकै ठुलो पीडामा हुनुहुन्छ। परिवारमा त ठुलो वज्रपात पनि आएको छ। अन्तिम दाह संस्कारका लागि एकै घरका 5 जना परिवारको मृत शवलाई यसरी संस्कारका लागि लगिँदैछ दर्शक।